महिला टी20 ग्लोबल क्वालिफायरमा लगातार 2 हारपछि नेपाल कठिन मोडमा। लगातार 2 खेलमा हार्नु र अर्को खेलमा स्कटल्यान्डको जितले आयोजक नेपाललाई जारी महिला टी20 ग्लोबल क्वालिफायरमा कठिन मोडमा पुर्याएको छ। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले 2 रनले हराएको हो। यो नेपालको लगातार दोस्रो हार पनि भएको हो। यसै समूह बीको अर्को खेलमा स्कटल्यान्डले जिम्बाब्वेलाई 5 विकेटले हराएर 2 अङ्क जोड्न सफल भएको थियो। समूह बीबाट नेदरल्यान्ड्सले लगातार 3 खेल जितेसँगै सुपर 6मा स्थान सुरक्षित गरिसकेको छ। नेदरल्यान्ड्सले 2 खेलमा 4 अङ्क जोडेको छ भने थाइल्यान्डले नेपाललाई हराइसकेको पनि छ। सँगै यो नतिजाले नेपालको सुपर 6मा पुग्ने सम्भावना कमजोर बनाएको छ। नेपालको लागि सुपर 6 को सम्भावना जीवितै राख्ने हो भने अर्को बाँकी 2 खेलमा जित निकाल्नु आवश्यक रहेको छ। यस समूहमा जिम्बाब्वेको लागि लगातार 3 खेल हारेपछि सुपर 6मा पुग्ने कुनै सम्भावना रहेको छैन। त्यस्तै स्कटल्यान्डले खेलेको 2 खेलको प्रदर्शन हेर्ने हो भने स्कटल्यान्ड पनि नेपालको लागि तगारो बन्ने देखिएको छ। तर योभन्दा पहिला शनिबार हुने जिम्बाब्वे विरुद्धको खेल नेपालले जित्नु पर्नेछ। यदि यो खेलमा हारेमा नेपाल समूह चरणबाट बाहिरिनेछ। त्यसैगरी यो खेलमा हार भए पनि रुबिनाले यसै खेल मार्फत महिला टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1000 रन पुरा गरेकी छिन्। उनी यो उपलब्धिमा पुग्ने नेपालकी दोस्रो खेलाडी हुन्। यसअघि कप्तान इन्दु वर्माले 1000 रन पुरा गरेकी थिइन्। यस्तै सीताले अर्को खेलमा 8 रन बनाएमा उनी पनि 1000 रनमा पुग्ने छिन्। उनले 992 रन बनाएकी छिन्।